साथीहरू जान कहाँ जाँदैछौ घुम्न भन्देऊ न घुम्न र साथीहरू अब हाम्रो चाहिँ भ्लग आजकल अलिकति ढिलो हुनुको कारण चाहिँ अलिक बिजी नै भयो कि है बच्चा कहिले बिरामी कहिले के हुने टाइमै नमिलेको भएर त्यो भएको भएर चाहिँ यहाँ मेरो बुढो हुन्छ अब मास्क लाएर भ्लग नबनाऊ भन्नुहुन्छ अब यस्तो प्रदूषण छ काठमाडौँमा है यो चस्मा नलाइकन यसो हेर त आँखा पोलेर केही हुँदैन अनि रोग लाउनुको साथ मास्क लाउनु फाइदा हुँदैन मैले बात त सही है मास्क लाएर पढाइदिनु पर्दा त के भयो त होइन साथीहरू मेरो बुढालाई चाहिँ मास्क लाएर भ्लग नबनाउनु हामी कहाँ जाँदैछौँ भने चाहिँ आज हाम्रो यहाँनिर ललितपुर पुरो ललितपुर भने होइन ललितपुर भने होइन हामी जाने अहिले ललितपुर जानुपर्ने काम गरेको भएर चाहिँ अहिले बिर्सिया छौँ त्यो भएर बाटोमा जाँदा यसो भ्लग पनि बनाइदिउँ न भनेर अनि टट्ट लाएर स्टार्ट गरेको हो त्यो भएको भएर अब हामी ललितपुरको कुन ठाउँमा जाँदैछौँ भने चाहिँ तपाईँलाई साथी हो हामी आज छौँ ललितपुर झम्सिखेलै त भन्छ जस्तो लाग्छ हामी चाहिँ छौँ कहाँ भन्दाखेरि विन्डी हिल हेल्दी एन्ड वेलनेसमा यहाँ एउटा काम परेर दाइलाई भेट्न आएको यहाँ दाइको कलेक्सनहरू हेर्दाखेरि कस्तो दामी लाग्यो मलाई कुकुर बिरालो कस्तो दामी पाल्नु भएको छ म तपाईँहरूलाई देखाउँछु है त एकचोटि है त कस्तो दामी पाल्नु भएको रहेछ तपाईँहरू सबैलाई मनपर्छ यो चाहिँ विन्डी हेल्थ एन्ड वेलनेस है एकान्त कुना ब्रान्च मसाज थेरापी सबै चिजहरू छ साउना स्टिम बडी स्क्रब है एकदम राम्रो छ यहाँको सर्भिस तपाईँहरूलाई म एकचोटि कुकुरहरू देखाउँछु है त कुकुर बिरालोहरू यो परेवान रहेछ सरसँग चाहिँ प्रकाश सर एकदम पेट लभर हुनुहुँदो रहेछ होइन फ्यान्सी पिजन भन्छ कि यसलाई आम्मामा हेर्नु न यस्तो डेन्जर या फ्यान्सी पिजन रे है हेर्नु त यो खतरा हुँदो रहेछ यार प्लस सरको कलेक्सन हेर्नु चाहिँ प्राइभेट प्रोपर्टी एसेस विथ पर्मिसन भनेर लेखेर चाहिँ यहाँ चाहिँ यता बोर्डमा उहाँ कलेक्सनहरू चाहिँ कडल के हुन्छ नि यो कुकुरहरूलाई यस्तो दामी हेलो गाइज के छ पोमरिन अनि यहाँ पनि के रहेछ ओहो यस्तो दामी कलेक्सन रहेछ यार यो त अन्त हेर न उयो जस्तो उयो क्या उयो के अरे डग जस्तो पेरिसियन कि के भन्छ वाइटमा पनि रहेछ अर्को उयो हेर न उयो ब्लू उयो कलरमा बेबी पनि छ हामी चाहिँ खासमा यही देखाउन आएको भगमा हामी चाहिँ काम ल्याएको तर यो पनि देखियो भनौँ न कस्तो दामी रहेछ यार हेलो अम्मै त्यहाँ आयो भने देखाइदिनु कति हो बिरालो त अनि त्यो के पो यस्तो बनाइदियो क्या यहाँ आउँदा तपाईँ कस्तो दामी क्याट यार प्रकाश दाईको कलेक्सन माइन्ड ब्लोइङ छ त्यो आम्मामाम ल साथीहरू अब हामी चाहिँ निस्क्यौँ यहाँबाट अब घर जाँदैछौँ निस्केर होइन ल बाई भनिदेऊ हजुर अङ्कल हामी कहाँ आएको भनिदेऊ त हामीले के हेऱ्यौँ अङ्कल भन्नु त कस्तो थियो क्याट खतरा थियो क्या अङ्कल अब काठमाडौँको प्रदूषण छ कि काठमाडौँ एरिया टक्क लाएर मास्कै लाउनु परिहाल्छ त्यो भएको मास्क एकदम जरुरी मेरो लागि ल टक्क लाएर मास्क लगाइन्छ चस्मा पनि लगाइदिनु पऱ्यो यसरी हेर्दा त आमामा त सेलिब्रेटी जत्तिकै देख्दो रहेछ हौ यस्तो मास्क साक्स लगाएपछि सेलिब्रेटी नै हो नि को नि होइन साथी हो जाने होइन बसौँ श्वास अरे मलाई कस्तो श्वास भन्छ फुलहरू देखाउनु पर्यो कस्तो राम्रो फुलहरू छ हेर्नु त साथी फेरि कस्तो राम्रो है फुलेको फुलहरू
चाहिँ हामी घरतिर लाग्यौँ मेरो बुढोलाई के विधि मन परेला हेर्नुहोस् पप्पिज ए क्याटहरू हेर्नु त क्याटहरू मलाई जुनलाई पनि लानुहोस् भनिरहेको क्याटहरू ल क्याटहरू कसैलाई चाहिन्छ नि सम्पर्क गर्नु होला हामी यहाँ भन्नु क्याट तर फ्रीमा चाहिँ होइन पैसामै हो फेरि यो पनि तर कति के भन्ने प्राइस चाहिँ हामीलाई थाहा छैन होइन पैसामै हो नि त नि सेतो दामी नि है यो पनि दामी छ हेर नि यो नि कस्तो क्युट छ ऊ झरी तल यिनीहरूको तल झर्ने तल पनि झर्ने रहेछ नि त हेर न हो माथि गर्दैन कस्तो ज्ञानी रहेछ यिनीहरू त आछि पनि यहाँ तल रहेछ ठाउँ यहाँबाट गर्दो रहेछ हेर्नु न हेर्नु त कस्तो राम्रो भयो कस्तो हुन्छ होला कालो बच्चा नि कालै छ अनि यो छ नि यिनीहरू सबैजना एक ठाउँमा भेट हुन्छ हुँदैन होला छुट्टै छुट्टै होला उहाँ चाहिँ एकदम आसनमा लिन भएर बसिरहनु भएको छ उहाँको आसन त्यो रहेछ साथीहरू ल दिदी लाग्छु ल हेर्ने के कुकुर कस्तो क्युट यहाँ आकिलो मसँग आऊ म तिनवटा यो कुन कुकुर हो यो कुन कुकुर हो यो कुन कुकुर हो मलाई त थाहै छैन जस तिनवटा खाने यहाँ कुकुरले कस्तो क्युट आऊ 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 जाने हो मसँग अमै माया गरेर टोकेकाले हेर आउँछु यो चाहिँ उयो यसैको दिदी यो के रे यो कुन कुकुर रे बुढो यसैको बेबी हो हेर न मलाई पोमरमेन एउटाको एउटा मात्रै पाएको अरू मर्यो ल हेर न अब मलाई टोक्न आएका यिनीहरूले हेर न यिनीहरू सुत्नु चाहिँ कहाँ छ त कोठा यार गभर्मेन्ट हो कि के अरे यसको नाम मलाई त भन्न नि आउँदैन थाहा छैन मलाई मसँग जाने भनेर कुन कडलै हो कुन यो व्हाइट हो सेम उसकै ब्रिड होला सेम चाहिँ हेर न यो चाहिँ हेर नि उयो जस्तो भालु जस्तो क्या त्यो उयो हुन्छ नि के अरे टोय टाइपको भालुहरू हुन्छ नि त्यस्तो कि यो चाहिँ कलर ल अब चाहिँ जाने दिदी जान्छौँ ल बाई बसौँ बुढो खालि पख भनेर मलाई त बाइकमा बस्नु नदिने भयो त्यसै भने उहाँ हुन्छ मेरो हस्बेन्ड उहाँ हुन्छ मेरो के भन भन तिमी भर्खर यहाँनिर कस्तो राम्रो देख्यो मेरो उसले के भन्न लाग्थ्यो साथीहरू तर रोक्यो है कुरा थाहा भएन ल अब चाहिँ हामी जानु पर्यो साथी हो आज तपाईँहरूलाई म मेरो घर भ्रमण गराउँछु आई मिन हाम्रो घर होइन घर पनि यसो देखाइदिउँ भन्ने कुरो छ त्यही भएर तपाईँलाई देखाउँदैछ हाम्रो घर हेर्नु होला है परबाट कत्रो छ है 3.5 तल्लाको 3.5 तल्लाको ल हेर्नुहोस् हाम्रो घर है यो तपाईँलाई घर देखाएन भन्नुहुन्थ्यो ल हेर्नुहोस् हाम्रो घर चाहिँ यही हो ल साथी हो म चाहिँ जुस पसलतिर आएको छु कामसाम सिधाइयो एउटा दाइलाई भेट्न पर्ने थियो प्रकाश दाइलाई त्यहाँ गएर भेटेर कामसाम सिधाइयो सिधाएर म यता बुढीलाई जुस खुवाउनु पऱ्यो शक्ति दिनु पऱ्यो नि त बुढीलाई पनि कमजोरी भयो होला भनेर यहाँ दाइकोमा जुस खान आएको छु कुपन लिएर त्यही हो म चाहिँ चुकन्दर खान लागेको छु अब हेल्दी हुनु पऱ्यो नि चुकन्दरको जुस खाएर त्यही हो अब थप अपडेट तपाईँलाई म देखाइरहेको छु अहिलेलाई अमित एकछिनमा भेटौँला भन कुपन्डोलाई मिठो जुस बनाउनु हुँदो रहेछ हाम्रो दाइले होइन आम्मा चुकन्दरको मेरो जुस उसले खाइदिएर अब म हेल्दी किन भए भन्नुहुन्छ भने हेर्नुहोस् अर्को झोल छोडिसकेँ अब यो यसतिर लागेको छु म चुकन्दरको जुस खानतिर लागेको छु शरीर हेल्दी बनाउन पुरै लाग्यो अर्को एक ग्लास बनाउनु त मिठो रहेछ यार खाइदिउँ यहाँ चाहिँ मिठो रहेछ यार चुकन्दरको जुस कहीँ पाइँदैन रहेछ किन हो खोइ थाहा भएन रातो धेरै आउने भएर मेसिन बिगार्छ भनेर क्या आइफोन आइसक्रिम कति हो? 20 रुपियाँ 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 20 रुपिया
ऊ चाहिँ आइसक्रिम खान्छ र उसलाई जुसमा इन्ट्रेस्ट छैन। त्यही अब यहाँबाट कहाँ जान्छौँ तपाईँहरूलाई स्टे ट्युन हामी देखाउँदै गर्छौँ है। ल साथीको जुस पनि खाइयो यहाँ, रातै हो नि चुकन्दरको जुस। त्यो कुपनमा भएको जुस पसल लास्ट मिठो जुस पाइँदो रहेछ यहाँ। अब जुस पिएर अब हामी चाहिँ हिँड्नु आँट्यो। अमृत यता हेर त आइसक्रिम मिठो छ। अब चुकन्दरको जुस खाने भने चाहिँ कमाउने हो। मेरो पालाको पैसाले खायो। रुको जरा सबर करो। कस्तो गर्मी बढ्न थालेछ यार अहिले काठमाडौँमा है। भेलभेटमा पसिना लाएर अनि जुस खाएर अब कहाँ जाने भन्ने कुरो, घर जाने कुरो भएको थियो। तर होइन मलाई के खुवाउनुहोस् बुढा भने बुढीले हाइ भनेर किमा नुडल्स खुवाउनु लिएर आएको। नाक त पुरा गर्नु पऱ्यो नि। तिमी नखाऊ पनि त्यो बाबाले मात्रै खाने होइन, मिलाएर गर्नुपर्छ सबै कुराहरू। अलिअलि त छ हुन्छ है। तिमी पनि खाएको लाफिङ? यत्रो बच्चाले लाफिङ खान्छन् हो र? मिठो छ। मिठो हो। पानी गिलास भइदिनु न दाइ, उसले फेरि जुठो हालिदिन्छ पानी खायो भने। जुठो हालिदिन्छ कि त्यो अहिले खाएको चुकन्दरको रातो अहिलेसम्म लागिरहेछ यार। आहा पोलेर प्रदूषण बढाएछ काठमाडौँमा है। चुकन्दरको रातो लाग्यो कि केटीको ओठको रातो लाग्यो के थाहा। हाय हाय इतना सुकून। जे भन्दै नि भइहाल्यो नि। बुझ अब तिमीसँग हिँड्दा तिमीलाई रातो लाग्यो त हो नि। मेरो ओठमा चाहिँ जुम गरेर देखाउ त, मैले रातोले जुत्ता लाग्छ। ल साथी अब किमा नुडल्स पनि आउँदैछ। अब किमा नुडल्स खाएर घरतिर लागिन्छ। चिसो कोक खाने मौसम भइसकेको छ काठमाडौँमा। गर्मी बढिसकेको छ। मिठो लाग्ने क्या लाफिङ किमा नुडल्सहरू है। ल साथी अब घर जान्छौँ। आजलाई यति नै। दाइलाई भेट्न नि गइयो, जुस पनि खाइयो, अब किमा नुडल्स नि खाँदैछौँ, लाफिङ खाइरहेछौँ। अब यति भन्दै आज हाम्रो ब्लग सिकाउँछौँ नि। अब भोलि बस्तिर भेटाउन फेरि मिलाएर कुनै दिन। है साथी बाई।